Hello guys, welcome to my next vlog. After a long time अर्को भिडियो बनाउँदैछु। आज फेरि हामी अर्को पिकनिकमा जाँदैछौँ। उयो अगाडि गइसक्यो, पछाडि लगभग अराउन्ड 10 बजिसक्यो होला। ढिलै भयो सबैजना जम्मा हुँदा हाम्रो पिकनिकको स्पोट चाहिँ म तपाईहरुलाई देखाउँदैछु। त्यो चाहिँ दादाहरू अगाडि हुनुहुन्छ। सबै फाल्टै हिँडिरहेको छन्, कोही अगाडि छन् कोही पछाडि। त्यही भएर यति ढिलो भयो, लगभग 10 बजिसक्यो। त्यो पारीको डाँडामा हामी जाने चाहिँ 2-3 साल भइसक्यो त्यहाँ गएको। यसपालि पनि टी छाने रे। त्यो टावर चाहिँ उदयपुरको हाइएस्ट अल्टिट्युडमा भएको डाँडा हो। सबभन्दा हाइएस्ट उदयपुरको अग्लो ठाउँ नै त्यही हो। त्यो मौसम कि खै के को टावर भन्दै पिकनिक खान जाने चाहिँ त्यहाँ हेऱ्यो। त्यो डाँडा पछाडि आउँदैछन् आधी जस्तो। हामी चाहिँ अगाडि हिँडेको, त्यहाँ बोलेरोमा सामान हालिदिएको छ अरे। अनि त्यो सामान लिनलाई हामी चाहिँ अगाडि हिँडेको। अरू पछाडि नै आउँदैछन्। टार्गेट चाहिँ हामीले बोलेरो भेटाउनु पर्ने हुन्छ। त्यहाँनिर सबै खतरा सामानहरू आएको छ अरे। हामी त्यो लिनुपर्ने हुन्छ। जङ्गलको बाटो छ यता चाहिँ। सब स्पिकर बोकेर एउटा अगाडि हिँड्नु एक्लै। हामी यताबाट माथि डाँडामा पुगेर सर त्यो देखेको बाटोहरूतिर, त्यो देखेको बाटो त्यहाँ यत्रो बाटो भएर ठ्याक्क त्यो डाँडामा गएर चाहिँ हामीले त्यो डाँडामा गएर खानुपर्ने हुन्छ। त्यस्तो त केही छैन, जस्ट अलिक हलको डाँडा छ त्यही भएर मात्र हो। नभए त्यस्तो त्यो टुरिस्ट डेस्टिनेसनवालाहरू त होइन। पहिला पनि त्यहीँ गइन्थ्यो अनि यसपालि पनि त्यहीँ जान लागेको। सो त्यही हो। अब तेरो अनुहार देखायो भने सब्सक्राइबर घटिहाल्छ। जङ्गलको बिचमा होइन, अलि माथि जाउँ न, हिँडेकै छैन। यस्तो छ हाम्रो मालपानीहरू। त्यहाँ ब्यागमा पनि छ, हेन्सीको पनि सीमा हुन्छ नि त्यो। भनेपछि आफ्नै गाममा नि चिनेन What a nice view, guys. सबजना अगाडि आधीमा त हिँडेको छौँ। जहाँ भनेर त्यहीँ हो। त्यो पनि ढिलो भइसक्यो। खाजासाजा लेट हुन जस्तो लाग्दैछ। त्यही हो। अब यता पाहाडको बाटो भएर हिँड्नेछौँ। सब भुइँचो त्यो राम्रै छ। यो चाहिँ एनदर साइड। हामी चाहिँ यो साइड होइन, यताको साइड जानुपर्ने हुन्छ। यो चाहिँ सब रोडोडेन्ड्रनको ट्री हो गाइज। सबै चैत वैशाखतिर चाहिँ आगो दामी हुन्थ्यो, सबै फुलेर। त्यो बोट मात्र छ। जङ्गलको बिचमा रोडमा हामी
सरर त्यही त हो नि गइरहेको छौँ हिँड्नु चाहिँ लास्ट धेरै माने त टाइम पनि धेरै भइसक्यो दादा के भन्नु छ तपाईँ आजको पिकनिकलाई लिएर आजको पिकनिक हेन्सी पनि सीमा हुन्छ नि फेरि राम्रै भन्दा चाहिँ खासै आउन मन त थिएन तर राम्रै छ सबैले साथ दिइरहनु भएको तपाईँको 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु तपाईँलाई मेरो त यस्तो रमाइलो भइरहेछ होइन केटाहरूसँग मसँग रमाइलो भइरहेछ डाँडा त्यही हो त्यहाँ गएर झन् अझ दामी दामी क्लिपहरू आउँछ हेर्नु कस्तो आउँछ भ्लग हाम्रो गाउँ भनेको गाउँ कस्तो छ भनेर सबलाई देखाउँ सेयर गरौँ होइन परदेखि त्यहाँबाट हिमाल झन् अझै यस्तो देख्छ कि पुरै छोडौँ त्यहाँनिर अब हाम्रो केटाहरू आधी उता जाँदैछ आधी तलतिरबाट आउँदैछ रमाइलो गर्नुपर्छ ल सबजना केटाहरू यस्तै रमाइलो तिहार त्यस्तै रमाइलो भयो पिकनिक त्यस्तै रमाइलो गर्न लाग्दैछौँ होइन ल ठिक छ बिस्तारै कुरा गर्दै जाऊँ ल को फेरि अहिले चाहिँ मैले पुरा यहाँ टुङ्गाएँ होइन केटाहरूसँग यसो यता पनि छ केटाहरू सबसँग यसो सल्लाह लिएर होइन कस्तो चाहिँ हुँदैछ त हाम्रो ठाउँ हामी अब आइपुग्यौँ कस्तो छ हाम्रो गाउँ भन्ने कुरा सबले भनिदिन्छ एकचोटि हेरेपछि फेरि होइन जानै पर्ने रहेछ भन्ने खालको ठाउँ छ भने हाम्रो चाहिँ देख्ने बित्तिकै यता हेऱ्यो भने त्यस्तै छ उता हेऱ्यो भने त्यस्तै छ जता गए पनि त्यस्तै छ होइन उता जङ्गल छ डाँडा जता गए पनि हिमाल देखेको छ यता यस्तो छ आमा पुरै ट्रेकिङ जत्तिकै छ एउटा पिकनिक हिँड्दाखेरि पनि अनि कति मजा हुँदैछ थ्याङ्क यू ल तपाईँको होइन हामी जहिले पनि यसो देउसी खेल्छौँ 5 दिन अनि त्यसपछि रमाइलो गर्न कोही डाँडादेखि आएर चाहिँ हामी यस्तो डाँडा हाम्रो घरमाथि डाँडा हुन्छ हिमाल मस्त देखिन्छ है त्यसपछि हेर्नुहोस् हामी इन्जोय गर्छौँ बेलुकासम्म हामी साथीभाइहरूसँग है हाम्रो गाउँकै हुन्छ फाल्टु मान्छे केही हुँदैन हाम्रो टाढा पनि जानु हुँदैन हजुरहरूलाई यसो घुम्न आउनु मन छ भने उदयपुरको अग्लो डाँडा पनि यहीँनिर छ यसो हेर्न सक्नुहुनेछ त्यसपछि अरू हामी बोल्दै गरौँ ल हस् त गाइज गाइज फाइनली मैले बाटोमा हिँड्दै गर्दाखेरि दुईवटा बाँदरहरूलाई भेटिसकेको छु एउटा बाँदरले अगाडि चारो बोकेर हिँडिरहेको छ एउटा बोइलर बाँदर नम्बर 2 खोइ लो फेरि हुन त जङ्गलबाट त आएको मान्छेमा देखेपछि लजाउनु स्वाभाविक हो वा गिटारिस्ट केटो हो म त्यो मान्छेहरू कहिले उहाँ आउँदैछन् गाइने केटाकेटी हामी भन्न हाम्रो ब्यान्ड है नयाँ भर्खरै खोलेको नयाँ ब्यान्ड ठ्याक्क त्यही डाँडामै हामी पुग्ने चाहिँ आइसक्यौँ अब त आमा हिँड्नु पनि लास्ट छिनु म त बाँदरहरूले म छुँदै छुँदिनँ फेरि हेर्नु ल भेज शुद्ध भेज अन्डा मात्र खाने त होइन झोल मात्र झोलमा चोक्दा घर भन्छ होइन अर्को कुरा चाहिँ मैले के देखाउनु मागेको थिएँ भने कहाँ थोरै हुनु देउसीको पैसा चाहिँ मसँग छ है फेरि यति छ यतिले चाहिँ हामीले आधी खर्च गरिसक्यौँ आधी होइन 70-80% खर्च गरिसक्यौँ अब बाँकीको छ त्यो चाहिँ अहिले हामी सब गरेर अन्तिममा मिलाउने छौँ हिसाब बुझाउने छौँ त्यसपछि अनि सब गरेर त्यसपछि अनि हामी घर फर्किने छौँ यति हो यति हामीसँग भएको टोटल अब खर्च गरेर उब्रेको के रे के हेर्नु माग्छ टावर
के हो टाउर भने मतलब वो आको के देखि आरे चित्रेठाम डाँडा भन्छ त्यसलाई हो त्यसलाई चित्रेठाम भन्छ त्यो चाहिँ उदयपुरको सबभन्दा अल्कोट ठाउँ रे डाँडा होइन चाहिँ अघि त एकवटा धेरै जम्मा भएको थियौँ फेरि छुटिएर कता कता सामान बोक्नुपर्छ भनेर जङ्गलतिर लुकेर अहिले यहाँनिर 4 जना छौँ उहाँ चाहिँ एकदम मेहनती कति आमामा कति राम्रो सुहाएको फेरि आहा कार्की जिउलाई झन् दामी देखिएको छ आज कति राम्रो सुहाएको छ बिचरा नानीले ल तिमीलाई पखेटा के अरे छाला बाहिर गरेर आँगलो भित्र गयो हुन्छ नि कहाँबाट आएको राम त्यो घर हुनेबाट हामी यहाँ आइसक्यौँ सडड है गाइज गिटारिस्ट केटाकेटीहरूमा ओ क्या दामी हिमाल देखेर अगाडि र क्या दामी छ अझै फाइनली हामी चाहिँ डाँडामा आइसकेको छौँ आयो गाइज आयो पिकनिक खाने ठाउँमा त आयो तर पानीको दुःख भ्यू चाहिँ दामी छ त्यो सब वरिपरि डाँडा त काँडा चाहिँ हरियाली एकदम दामी छ सुक्खा तर पानीको दुःख अघि 2 खेप ल्यायो 1 खेप अब फेरि पानी लिन हिँडेको अनि खाजासाजा पनि खाने होला चटपटी केही भोक लागिसक्यो अरू मासुसासहरू अरूले बनाउँदैछन् हामीले चाहिँ पानी ल्याइदिने काम रोज्यौँ अनि फेरि अर्कोतिर हिँड्नेछु त्यो घरमा पानी पनि रहँदैन पानीको चाहिँ दुःख रहेछ यो डाँडामा सायद डाँडाका धान चाहिँ दामी छ है जिउस ल ल राम्रो पकाउनु पऱ्यो है ल के भयो त बस्छु होला ल ल राम्रो बनाऊ है गाइस खाना चाहिँ भइसकेको छ अब यस्तो मिठो आहा जिब्रोमै झुन्डिने होइन अब मासु फेरि फालाफाल पुगेको अब खानाको लागि त्यहाँ तयारी हुँदैछ मासु पाकेको भर्खर देखिहाल्यो बाँकी छ भात पनि रेडी हुँदैछ मान्छे पछाडि थोरै होइन अब अगाडि पनि केटाहरू त्यस्तै छ पुरै सब आफ्नै जोसमा पो हुँदाखेरि फोटोसोटो खिच्ने कार्यक्रम यताउता अब जारी छ पछाडि मान्छे त्यस्तै छन् पुरै बनाएर हो एउटा आफ्नो काम सकेर अब चाहिँ हामी चाहिँ एउटा फोटो खिच्दिउँ न त 1 जोडा भनेर हिँडेको छौँ होइन पुरै अब गाडी भइसक्यो छैन एकचोटि खाइयो मिठो भयो फेरि अर्कोचोटि पनि मिठो पकाउनुलाई हामी कोसिस गरिरहेको छौँ सो यस्तै छन् अब त्यहाँनिर टेक्न नहुने ठाउँमा टेक्न खोज्दैछन् ओ माई गड निक्लिजा आहा 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 कति राम्रो नृत्य आहा 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 मनै लोभ्याउने आहा गाउँको ठाउँ हेर्दा यहाँबाट नाच्न कम मजा आउँछ हामीले त्यहाँ त्यो गाउँबाट आएको हाम्रो गाउँ पनि देखाइदियो त्यहाँनिर यति राम्रो हिँड्छौँ बाबु कहाँबाट प्रकट भयो त्यहाँ कहाँबाट प्रकट भयो अब भन्थे तर अहिले भन्न सक्दैन हाम्रो अब भ्लगर खानपिन सब भइगयो के गर्नु सादा भइगयो त्यही त अब खानासानाको लागि तयारी हुँदैछ अनि हामी चाहिँ अब त्यो फोटोसोटो खिच्नको लागि त्यहाँबाट आएको हामी त्यो बाटो भनेको अब यहाँ फोटो
फोटोसोटो खिच्यौँ त्यसपछि अनि गाइस यो चाहिँ हाम्रो घरदेखिको उदयपुरको सबैभन्दा अग्लो डाँडा हो यो चाहिँ है। यो चाहिँ हाम्रो गाउँ चाहिँ यहाँ तल छ ट्याक्क अनि हाम्रो गाउँदेखिको पारीको हो। अनि त्यसपछि हामी चाहिँ यहाँ एकदम फोटो खिचेर रमाइलो गरिरहेछौँ। खाजासाजा खाइसक्यौँ अब है। अब अहिले एकछिनमा अब एकछिनपछि हामी इन्जोय गर्न चाहन्छौँ। सिङ सब सक्यो। अब सबजना घर जान हिँडिसक्यो। पिकनिक कस्तो भयो भनेर जुत्ता देखाउँछ यहाँनिर। वाह जुत्ता हेरेर थाहा हुन्छ। कति 4,000को जुत्ताको लागि यस्तो भएको छ कि जुत्ता हेरेर थाहा हुन्छ। स्वर अहिलेको स्वरले थाहा हुन्छ कि कस्तो भएको छ स्वर भनेर मान्छे। ल सबजना सकिसक्यो। खानपिन सबजना भइसक्यो। सब तल गएर बसिरहेछन्। डाँडामा हामी 4-5जना मात्र छौँ। सब खानपिन भएर अब टक्क यहाँनिर सब यस्तो फोहोर भनेर गएँ। बिच जङ्गलमा कुहिरोहरू चाहिँ दामी लागिरहेछ। भ्यू चाहिँ बल्छ। ल बाटो लामो छ। अब त्यो बाटो बनाउने कुरा हुँदैन। नाच्यो साच्यो। अब सब खानपिन भएर अब बिस्तारै गइन्छ। त्यही न लास्टसम्म हेर्नु त्यसको लागि थ्याङ्क यू। अब अर्को भ्लग पनि छिट्टै आउँदैछ। सबजना हेरिदिनु होला। हेरिदिनु भयो त्यसको लागि बाई बाई। ल थ्याङ्क यू सबैजना। ल गुड बाई।